नमस्ते सबैजनालाई आज चाहिँ हैन म के बनाउने तयारी छु भने पानीपुरी चटपटे हेर्नुस् है साथीहरु बनाउँदैछु तर अहिले खाएको चाहिँ छैन हैन अहिले खाइसकेपछि कस्तो हुन्छ कतिको मिठो छ भनेर चाहिँ अहिले तपाईहरुलाई भन्छु अनि मेरो YouTube च्यानल सबै साथीहरुलाई स्वागत छ आउनुस् है सबैजनाले हेर्नुस् मेरो खाएको चाहिँ लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला अनुरोध गर्दछु अहिले भेटौँला खाने बेला हेलो गाइज सबैजनालाई हेर्नु अघि हामीले बनाएको पानीपुरी यो चटपटे यो पानीपुरीको झोल यो चाहिँ पानीपुरी भित्रले आलु अब हेर्नुस् है मैले खाएको सबैजनाले अब कस्तो छ तर खाएको चाहिँ हेरौँ न चटपटे टेस्ट गर्ने यो चाहिँ पानी बनाएको मैले बनाएको तर मेरो प्रोग्राम चाहिँ गर्नु नहुने अब हेरौँ पानीपुरी कस्तो हुँदो रहेछ तर यत्रोजना म एक्लै छु अनि एकदम मेरो पनि हुनुहुन्छ उहाँ चाहिँ भिडियो बनाउनु हुने तर यो चाहिँ खाने चाहिँ हामी दुईजना तर खान सकिन्छ सकिँदैन म सबै खाइदिन्छु कस्तो रहेछ मिठो एकदम मिठो यम्मी यस्तो पानीपुरी खाइसक्छ त सक्छु भनेर गरिरहेको छु अब हेरौँ के हुन्छ सबैजनालाई आउनुहोस् होला मेरो युट्युब च्यानलमा तपाईँहरू पनि साथी गर्न सक्नुहुन्छ आउनुहोस् सब्सक्राइब कमेन्ट गरिदिनु तपाईँ आउनुहुन्छ भने आउनुहोस् है मेरो म भन्छु नि कमेन्टमा तपाईँहरू कमेन्ट गर्नु न कहाँ हो भनेर म तपाईँहरूलाई बोलाउँछु नि कस्तो खानु पर्यो मिठो छ यो मेरो छोरा है एक्लै खान्छ भन्ने चाहिँ अन्य सबैलाई नदियो भने क्या अहिले खाउला नखाउला भयो लास्टै भयो त्यति खाइसक्नुपर्छ आज हाम्रो लागि त छैन यतापट्टि छ डन हो पिट नगर्नु है गाइस तपाईँहरू पनि खानुभयो सुहाना कान्छी माया जिम्बाको घरमा आउन सक्नुहुन्छ उसलाई खानुलाई के भन्छ खानुलाई कसैले पनि भेटाउँदैन अब सिधै बेला तपाईँलाई इन गरेर देखाउने बेला गर्छु ल अब यो चाहिँ अब धेरै खाएको देखायो भने कति खाँदो रहेछ भन्छ मान्छे फेरि फेरि सबैजना एउटै हुँदैन साथी हो आज यति नै यो भन्दै सकेन ओभर खाएर पेट पनि कस्तो गाह्रो भएछ फुट्न जस्तो भइसक्यो अब अर्कोचोटि भेटौँला है त्यस्तै कमेन्ट गरेको बेला आउनु सक्छ बाई यत्रो सब्जी दिइसक्यो 30 भइसक्यो 30